हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। सजग रहौँ, प्रगति गरौँ भन्ने यही उद्देश्यका साथ आउनुहोस् आजको भिडियो सुरु गरौँ। एनएफटी चेकबाट फ्रीमा भारतबाट नेपाल 2 लाखसम्म पैसा पठाउन सकिने तरिका म तपाईहरुलाई स्टेप बाइ स्टेप सिकाउन गइरहेको छु। योभन्दा अगाडिको भिडियोमा मैले 50,000 नेपाल पठाउँदा कुन माध्यमबाट पठाउँदा कति चार्ज लाग्छ भन्ने शीर्षकको यो भिडियो बनाएको थिएँ, देख्न सक्नुहुन्छ। यसको थम्बनेल यहाँनिर रहेको छ, जसमा चाहिँ मैले के भनेको थिएँ भने योनो एसबीआईबाट नेपाल एसबीआईमा तपाईं पैसा पठाउनुहुन्छ भने जम्मा 20 रुपैयाँ लाग्छ भनेको थिएँ। त्यसैगरी अन्य एप्सहरु जस्तै एन सेवा, डी सेवा, सुविधा एपहरुमा चाहिँ तपाईको 200 रुपैयाँ लाग्छ भनेको थिएँ र यदि तपाई पशुपति पे एपबाट नेपाल पैसा पठाउनुहुन्छ भने 150 लाग्छ भनेको थिएँ, जसको भिडियो मैले यस च्यानलमा पहिले पनि राखिसकेको छु। त्यसैगरी एउटा पन्जाब नेशनल बैंकदेखि नेपालको एभरेस्ट बैंकमा पैसा पठाउनुहुन्छ भने जसमा 50,000 पठाउँदा 175 रुपैयाँ लाग्छ भनेर भनेको पनि थिएँ। अनि एउटा मैले विशेष के कुरा भनेको थिएँ भने तपाईले फ्रीमा पनि नेपाल 50,000 हैन 2 लाखसम्म एक दिनमा फ्रीमा पठाउन सक्नुहुन्छ भनेको थिएँ। जसमा चाहिँ मैले के भनेको थिएँ भने एनईएफटी चेकद्वारा फ्रीमा अथवा 0 रुपैयाँमा इन्डियाको एसबीआई बैंकदेखि नेपालको एसबीआई बैंकमा तपाईले एनईएफटी गर्न सक्नुहुन्छ चेकको माध्यमबाट, जसमा चाहिँ फ्रीमा पैसा पठाउन सकिन्छ भनेर भनेको थिएँ। त्यसो भन्दै गर्दा मलाई मेरो युट्युबको भ्युअरले यस्तो भनेर लेख्नु भएको छ, यहाँ देख्न सक्नुहुन्छ। उहाँको नाम रहेको छ नवराज कडायात। 110 लाग्छ, यस्ता झुट कुरा गर्नुहुन्न, मैले 3 चोटी पठाएको छु भनेर भन्नुभएको थियो। र मैले उहाँलाई लामो एउटा जवाफ पनि लेखेको थिएँ, जसमा चाहिँ मैले एनईएफटी चेकदेखि पैसा पठाउन सकिन्छ, मसँग लाइभ प्रुफ छ र कमसेकम तपाईले एकाउन्ट खोलेको 6 महिना भन्दा बढी भएको हुनुपर्छ पनि भनेको थिएँ। अनि उहाँले के भन्नुभएको थियो भने हुन्छ हामीलाई पनि सिकाउनुहोस्, मेरो 6 महिना पुगेको छैन भन्नुभएको थियो। उहाँकै रिक्वेस्टमा आज मैले यो भिडियो बनाइरहेको छु। यसरी नेपाल पैसा फ्रीमा पठाउनको लागि तपाईले आफ्नो चेक भर्न पनि जान्नुपर्ने हुन्छ। यहाँनिर चेकको माथिपट्टि दाहिने कुनामा आफ्नो डेट भर्ने ठाउँ हुन्छ, यसरी आफ्नो डेट भर्नु होला। मैले 3 तारिक पठाएको थिएँ यही महिनाको भने। अनि यहाँनिर आफ्नो पे लेखेको ठाउँमा आफ्नो नाम लेख्न सक्नुहुन्छ, नेपालको बैंकमा जे नाम छ त्यो, या त तपाईले युअर सेल्फ भनेर लेख्न पनि सक्नुहुन्छ, मेरो अनुभवको कुरा बताएको हो। अनि रुपीजको ठाउँमा तपाईले कति पैसा पठाउन चाहनुहुन्छ यो चाहिँ अमाउन्ट वर्डमा लेख्नु पर्ने हुन्छ भने यहाँनिर चाहिँ अमाउन्ट नम्बरमा लेख्नु पर्ने हुन्छ। त्यसैगरी अनि यहाँनिर आफ्नो सिग्नेचर गर्नुपर्ने हुन्छ। अनि आफ्नो सिग्नेचर गरिसकेपछि चेकको पछाडिपट्टि यहाँनिर म देखाएको छु, चेकको पछाडिपट्टि 2वटा सिग्नेचर गरिदिनु होला। त्यो त भयो चेक भर्ने कुरा। अनि त्यसपछाडि एउटा एनईएफटी भौचर भर्नुपर्ने हुन्छ, जसमा चाहिँ मैले कन्फिडेन्शियल कुराहरूलाई हाइड गरेको छु। बाँकी चाहिँ मैले तपाईले देख्न सक्नुहुन्छ। सबैभन्दा पहिला ब्रान्च रहेको छ यहाँनिर, जुन ब्रान्चबाट तपाईले नेपाल पैसा पठाउँदै हुनुहुन्छ त्यो ब्रान्चको नाम लेख्नु होला। अनि डेट लेख्नु होला। त्यसपछाडि यहाँनिर चेक नम्बर लेख्नु होला। अनि फेभरिङ भनेर लेखेको छ, त्यहाँ चाहिँ तपाईले नेपालको जसको नाममा पैसा पठाउँदै हुनुहुन्छ उसको नाम लेख्नु होला। अनि यहाँनिर एकाउन्ट नम्बर हाल्नु होला नेपालको। अनि त्यसपछि आईएफएससी कोड भनेको छ, यो चाहिँ नेपालको आईएफएससी कोड हो, मैले यहाँ लेखिदिएको छु NSBINPKA001। यो चाहिँ हामी सबैको एउटै हुन्छ। अनि त्यसपछि बेनिफिसियरी बैंक एन्ड ब्रान्च भनेको छ, त्यहाँनिर चाहिँ तपाईले नेपाल एसबीआई बैंक अनि तपाईको बैंकको ब्रान्चको ठाउँको नाम, जस्तै बुटोल हुन सक्छ, काठमाडौँ हुन सक्छ, चितवन हुन सक्छ, अथवा पाल्पा हुन सक्छ, गुल्मी हुन सक्छ, दाङ हुन सक्छ। अब तपाईको कहाँ हो त्यहाँको लेख्नु होला। अनि त्यसपछि अमाउन्ट भनेको छ, जसमा चाहिँ तपाईले नम्बरमा अमाउन्ट लेख्नुपर्ने हुन्छ। त्यसपछाडि अलि तलपट्टि वर्डमा तपाईले त्यो अमाउन्ट लेख्नुपर्ने हुन्छ। यो त भयो अर्धपट्टिको जानकारी। अब यो चाहिँ जुन बैंकमा जम्मा हुन्छ त्यो पट्टिको बारेमा भन्नुपर्ने हुन्छ। यहाँनिर चाहिँ 2 लाख भन्दा मुनिलाई चाहिँ एनईएफटी मा टिक लगाउनु पर्ने हुन्छ। यहाँनिर डेट लेख्नु होला। अनि यहाँनिर ब्रान्च नेम लेख्नु होला। अनि यहाँनिर ब्रान्च कोड लेख्नु होला। ब्रान्चको नेम हाल्नु भयो भने ब्रान्च कोड गुगलमा मजाले आउँछ। अनि तपाईले यहाँनिर चाहिँ तपाईले कति अमाउन्ट पठाउन चाहनु भएको वर्डमा लेख्नु होला। अनि यहाँनिर चाहिँ नम्बरमा लेख्नु होला। त्यसपछाडि कुन चाहिँ एकाउन्टबाट डेबिट हुने हो अथवा इन्डियाको तपाईको एकाउन्ट नम्बर लेख्नु होला। अनि यहाँनिर त्यो चेक लेख्नु होला, जुन चाहिँ तपाईले भर्नु भएको छ त्यो चेकको नम्बर लेख्नु होला। अनि त्यो चेकमा हाल्नु भएको डेट लेख्नु होला यहाँनिर। त्यसैगरी यहाँनिर चाहिँ तपाईले बेनिफिसियरीको नाम लेख्नुपर्ने हुन्छ, तपाईले जसको नाममा नेपाल पैसा पठाउँदै हुनुहुन्छ। अनि त्यसपछि यहाँनिर के लेख्नुपर्ने हुन्छ भन्दाखेरि बैंकको नाम र ब्रान्चको ठेगाना अथवा ब्रान्च नेम। जस्तै मैले यहाँनिर लेखेको छु नेपाल एसबीआई बैंक, अनि ब्रान्च चाहिँ अब तपाईको जहाँको हो त्यहाँको लेख्नु होला।
IFSC कोड यहाँनिर देख्न सक्नुहुन्छ NSBINPKA001 हामी नेपाली सबैको यही नै हुन्छ। त्यस पछाडि बेनिफिसियरी एकाउन्ट नम्बर भनेको छ तपाईको नेपालको SBI को एकाउन्ट नम्बर हाल्नु होला। अनि त्यसपछि कति रकम पठाउने हो भन्ने कुरा यहाँनिर छ। मैले चाहिँ 1 लाख लेखेको छु। तपाईले 2 लाख भन्दा मुनि जति पनि पठाउन सक्नुहुन्छ। अनि यहाँनिर अमाउन्ट इन फिगर भनेको छ। फिगरमा अथवा मैले नम्बरमा भनेको थिएँ, यो चाहिँ फिगरमा रहेछ। मैले अलिकति मिस्टेक बताएको रहेछु अगाडि। ठीक छ, फिगरमा। अनि यहाँनिर चार्ज भनेको छ। चार्जमा मेरो चाहिँ 1 रुपैयाँ पनि चार्ज लागेको छैन, त्यसैले मैले खाली लेखिदिएको खाली छोडिदिएको छु। अनि टोटलमा तपाईले देख्न सक्नुहुन्छ 1 लाख। चार्ज नलागेपछि जतिको तति हुने भयो। अनि एप्लिकेसनको नेम अफ एप्लिकेन्ट भनेको छ। तपाईले आफ्नै नाम लेखिदिनु होला किनकि तपाईले नै पठाउँदै हुनुहुन्छ। अनि एड्रेस लेख्नु होला इन्डियाको। अनि यहाँ इन्डियन मोबाइल नम्बर लेख्नु होला। यहाँनिर चाहिँ सिग्नेचर गर्नु होला। यो त थियो तपाईले NEFT फर्म भर्ने तरिका। अब यो भरिसकेपछि तपाईले यसको पछाडिपट्टि यहाँनिर एउटा साइन गर्ने ठाउँ हुन्छ। पछाडिपट्टि यहाँनिर तपाईले आफ्नो साइन गर्नु होला। र तपाईले यहाँको जानकारी पनि तपाईले मजाले पढ्न सक्नुहुन्छ। यसरी मैले मार्क गरेर देखाएको छु। हैन भने तपाई फर्म भर्न जाँदा वही फर्ममा पनि पढ्न सक्नुहुन्छ। त्यसपछि तपाईलाई अर्को चाहिने कुरा के हो भने नेपालको SBI बैंकको चेकको फोटोकपी, किनकि कन्फर्म गर्नको लागि तपाईले जस्तो आफूले भर्न त भर्नुहुन्छ, तर उनीहरुले चाहिँ कन्फर्म गर्छन् कि भोलि अप्ठ्यारो नपरोस्, अरूको एकाउन्टमा पैसा नजाओस् भन्नको लागि यहाँनिर चाहिँ तपाईले सिग्नेचर गर्नुपर्ने हुन्छ। मैले चाहिँ सिग्नेचर गरेको छु। एउटा गर्नुपर्ने हो, तर मैले चाहिँ दुईटा नै सिग्नेचर गरिदिएको छु। यति पूरा गरिसकेपछि त्यो लगेर तपाईले बैंकमा जम्मा गर्नुपर्ने हुन्छ। बैंकमा जम्मा गरिसकेपछि उनीहरुले भेरिफाई गर्छ अनि तपाईको पैसा नेपाल पठाउनको लागि यसरी स्ट्याम्प लगाएर एउटा तपाईलाई अर्धकट्टी दिन्छ। यहाँ देख्न सक्नुहुन्छ 2 ठाउँ स्ट्याम्प लगाएको छ। अनि अब त्यो त अब कसरी भर्ने भन्ने कुरा त देखाएको थिएँ। त्यसैको अर्धकट्टी हो तपाईले पाउनु भएको NEFT वाला। अनि यहाँनिर चाहिँ तपाईको UTR नम्बर लेखेको हुन्छ। यहाँ देख्न सक्नुहुन्छ UTR नम्बर भनेर लेखेको छ। मैले हाइड गरेको छु किनकि यो एकदम पैसा पठाइसकेपछि यो नै मेन हुन्छ तपाईको। यसरी तपाईले मजाले आफ्नो पैसा फ्रीमा अथवा 1 रुपैयाँ पनि खर्च नगरिकन नेपाल पठाउन सक्नुहुन्छ। किनकि धेरै साथीहरुलाई यो थाहा नहुन सक्छ। मैले पहिले नै भनिसकेँ, एकजना भ्युअरले कमेन्ट गर्नुभएको थियो जसले चाहिँ भन्नुभएको थियो यस्तो झुट कुरा नगर्नुहोस् भन्नुभएको थियो। मैले चाहिँ उहाँको रिक्वेस्टमा यो भिडियो बनाएको। र अब म तपाईलाई देखाउँछु नेपाल पैसा पुगेको। म यहाँनिर देखाइरहेको छु इन्डियाको एकाउन्टमा मैले 3 तारिख फर्म भरेको थिएँ। तपाईलाई देखाएँ फर्ममा पनि 3 तारिखको दिनमा कति पैसा काट्यो त भन्दा 1 लाख रुपैयाँ पैसा काट्यो। अनि यहाँनिर देखाएको छ UTR नम्बर पनि देखाएको छ, जुन चाहिँ तपाईलाई मैले फर्मको अर्धकट्टीमा देखाएको थिएँ। यो त भयो इन्डियाको एकाउन्टमा पैसा काटेको कुरा। अब नेपालको एकाउन्टमा पैसा पुगेको देखाउँछु है त तपाईलाई। यहाँनिर देख्न सक्नुहुन्छ साथीहरु नेपालको एकाउन्टमा पैसा पुग्यो 1,60,000 हैन। अनि यहाँनिर डेट पनि हेर्नुहोस् साथीहरु, मैले 3 तारिखको पठाएको थिएँ, 4 तारिखको 1,60,000 पुग्यो। अनि नेपाल बैंक एकाउन्टमा भनेर यहाँनिर देखाएको छ। क्रेडिट भएको बैंक एकाउन्टको नम्बर पनि अलिकति देखाएको छ। साथीहरु यसरी तपाईले मजाले इन्डियादेखि नेपाल फ्रीमा 2 लाख रुपैयाँसम्म पठाउन सक्नुहुन्छ। त्यसैले साथीहरु यदि हजुरसँग इन्डियाको आधार कार्ड र पान कार्ड छ भनेपछि अलिकति दुखै गरेर भए पनि SBI बैंकमै खाता खोल्ने कोसिस गर्नु होला। किनकि यदि हजुरसँग ब्रान्चमा जाने फुर्सद छ भनेपछि तपाईले ब्रान्चमा गएर 1 दिनमा 2 लाखसम्म फ्रीमा पैसा पठाउन सक्नुहुन्छ। यदि हजुरसँग त्यो फुर्सद छैन, योनो SBI माटै आफ्नै मोबाइलबाट पैसा पठाउन चाहनुहुन्छ भने 50,000 रुपैयाँ पठाउँदा जम्मा 20 रुपैयाँ लाग्ने भएको कारणले यो भन्दा सस्तो विकल्प अरु कुनै नभएको भएर मैले तपाईहरुलाई के सजेसन गर्छु भने इन्डियादेखि नेपाल पैसा पठाउनको लागि SBI बैंकदेखि नेपालको SBI बैंक नै प्रयोग गर्नुहोस्, जसले तपाईको धेरै पैसा बचाउन मद्दत गर्छ। यो थियो साथीहरु आजको जानकारी। यदि आजको जानकारी हजुरहरुलाई राम्रो लाग्यो भने भिडियोलाई लाइक गरिदिनु होला। अनि तपाई जस्तै नेपाली साथीहरुलाई पनि यो भिडियो शेयर गरिदिनु होला। यस्तै फाइनान्शियल र डिजिटल सचेतनाका भिडियो हेर्नको लागि च्यानललाई सब्स्क्राइब गरिदिनु होला। अर्को भिडियोमा भेटौँला। तबसम्मको लागि गुड बाइ, टेक केयर, स्टे ट्युन, स्टे सेफ। थ्यांक यू सो मच फर वाचिङ दिस भिडियो।